हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई मिनी भ्लग अनि म चाहिँ बलमा चामलिङ हो है। अनि मेरो छेउमा हुनुहुन्छ बडी अनि बडी पनि दार्जिलिङ जानु भएको रहेछ बजार। सो हामी सँगै ट्राभल गर्दै थियौँ है। अनि ठ्याक्कै म चाहिँ बजार पुगेर चाहिँ भिडियो सुट गरिरहेको थिएँ है। अनि अब दार्जिलिङ भन्नु बित्तिकै ट्राफिक जाम त हुने कुरा नै हो है। अनि हामी चाहिँ अब आधा घण्टा जस्तो चाहिँ ट्राफिकमा जाममा फसियो। सो आज बजारमा के गर्छु तपाईहरुलाई त्यो सबै देखाउँदै जान्छु। अनि म बजार किन गएको भनेर मेरो डेली भ्युअर्स हुनुहुन्छ भनेदेखि चाहिँ तपाईहरुलाई थाहा भइसक्यो होला सायद है। म चाहिँ हस्पिटल जाँदै थिएँ। सो तपाईहरुलाई मैले भनेको थिएँ नि त म भोलि चाहिँ हस्पिटल जाँदैछु, मेरो नानाको तपाईहरुलाई अपडेट दिन चाहन्छु भनेर। किनभने कतिजनाले सोध्दै थिए नि त के भएर कसो भएर एडमिट भएको भनेर। सो आजको मेरो आउटफिट है एकदमै अब सिम्पलै छ, सिम्पल नै गर्छु जहिले पनि। अनि स्टिल अहिलेसम्म हामी जाममै थियो। अनि हामी चाहिँ ठ्याक्कै अहिले कोर्टको अगाडि बल्ल अहिलेसम्म पुगेको थियो है। अनि जाम चाहिँ हामीले सिंहमारीदेखि नै दार्जिलिङ सिंहमारीदेखि नै हामी जाममा फसिँदै आएको है। अनि म के भन्न चाहन्छु भनेदेखि तपाईहरुको इमर्जेन्सी इम्पोर्टेन्ट काम छ भनेदेखि चाहिँ तपाईहरु भ्यान घरबाट अलिकति छिटो हिँड्नुहोस् है। किनभने अहिले एकदमै बेसी जाम छ। सो म पनि हस्पिटल गएको थिएँ, मलाई पनि अलिकति प्रब्लम नै परिरहेको थियो जामले गर्दाखेरि। सो त्यही भन्न चाहन्छु। अनि यो चाहिँ मेरो ब्याग नयाँ ब्याग है। यहाँ ट्याग पनि भ्यान चाहिँ मैले यो बोकेको थिएन नि त, किनेकोदेखि अर्डर गरेदेखि यो चाहिँ मैले साबनादेखि चाहिँ अर्डर गरेको थिएँ है। ट्याग पनि हतार त्यति मात्रै उकाएछु होइन। अनि के हुन्छ तपाईहरुलाई देखाउँदै जानेछु। सो गाइस म चाहिँ बल्ल हाम्रो सिंहला स्ट्यान्ड है, हाम्रो सिंहला स्ट्यान्ड चाहिँ यो तल्लो पेट्रोल पम्पको छेउमा छ। सो म चाहिँ बल्ल पेट्रोल पम्प सिंहला स्ट्यान्डमा पुगेँ। अनि अब चाहिँ मेरो कामतर्फ लाग्नेछु है। अनि हेरिदिँदै गर्नुहोस् तपाईहरुले। सो गाइस म चाहिँ दोकानको सानो एउटा काम थियो, त्यो काम गर्नु लागि चाहिँ भटाभट एक्लै लाटे जस्तै हिँड्दै जाँदै थिएँ हो। अनि भटाभट पनि अब एक्लै हुँदाखेरि काम पनि भइहाल्छ हो। सो मैले मेरो सानो दोकानको सौदा किनि पनि सकेको थिएँ। अनि अब चाहिँ म प्रसुकोमा जानेछु। म चाहिँ हस्पिटल आइपुग्नु आँट्यो है। पोकापोकी बेसी भयो। सो फेरि नानाले नुनिलो बिस्कुट खान्छ अरे नि त, बिस्कुट दिनु। नुनिलो कुन चाहिँ हुन्छ? ए अर्कोहरू छैन, अर्को टाइपमा हुन्छ नि, यस्तो टाइपमा हुन्छ नि, नुनिलो टाइपको छैन त्यो। सो गाइस ठ्याक्कै डिस्ट्रिक्ट हस्पिटल इडेन हस्पिटलको मुनि चाहिँ यो बिस्किट दोकान छ होइन। अनि नानाले चाहिँ मलाई जुस पनि खानु मन लागिरहेछ, जुस पनि ल्याइदिएर भने होइन। यो एल्पेनलिबे चाहिँ मलाई एकदमै मिठो लाग्छ, यो चाहिँ मेरो लागि थियो है। अनि अब चाहिँ म हस्पिटलतर्फ लागेँ। अनि जुस अनि सादा चिप्स पनि खान्छु भनेको थियो नानाले, अनि त्यसको लागि किनेँ है। अनि म चाहिँ अब हस्पिटल पुगेँ भन्दा पनि हुन्छ है। अनि अब चाहिँ नानाको हालत के कस्तो छ तपाईहरुलाई देखाउने छु है। अब अलिक सन्चो त भए त भनिरहेको थिएँ फोनमा। अब ठ्याक्कै त्यसलाई मैले फेस टु फेस चाहिँ हाम्रो भेटघाट भएको थिएन नि त। अनि मेरो नाना कस्तो रहेछ भनेर तपाईहरुलाई पनि म देखाउने छु, तपाईले पनि हेरिदिनुहोस्। अनि प्रार्थना पनि गरिदिनुहोस् नानाको डेलिभरी एकदमै राम्रो होस् है, बेबी पनि राम्रो होस् अनि आमा पनि राम्रो होस् भनेर तपाईले पनि प्रार्थना गरिदिनुहुन्छ भनेर आशा राखेको छु। अनि म चाहिँ अब हस्पिटलभित्र पसेँ। अनि तपाईहरुलाई म सिधै माथि वार्डमा पुगेर चाहिँ भेट्ने छु। यो चाहिँ हाम्रो डिस्ट्रिक्ट हस्पिटल। लु है साथीहरु हेर्नुहोस् है, हाम्रो बिमारीको हालत त ह्याप्पी पो रहेछ। अनि नानाको अनुहार देखेर मलाई पनि खुसी लाग्यो। किनभने अब घरको एकजना है फ्यामिलीमा बिमारी हुँदाखेरि कस्तो टेन्सन हुन्छ नि त।
सो यहाँ चाहिँ हुनुहुन्छ मेरो सोल्टिनी है, मेरो नानाको चाहिँ नन्दा हुनुहुन्छ। बिचरा सोल्टिनीले स्याहार्नु हुँदै थियो नानालाई। अनि मैले अघि गफसफ गरेको चाहिँ भिडियो सुट गर्न सकिनँ किनभने वरिपरि बिमारीहरू थियो नि त। अनि मलाई अप्ठ्यारो लाग्यो, उनीहरूलाई पनि डिस्टर्ब हुन्छ भनेर है। यो हाम्रो बिमारीको अपडेट यति नै थियो। एडमिट गरेको दिन चाहिँ माया लागेको थियो छोडेर जाँदाखेरि। आज त खुसीसँगले म पनि हाँस्दै जाँदैछु है। अनि अब अर्को भिडियोमा तपाईँहरूलाई म अपडेट दिनेछु। सो गाइस म चाहिँ प्रशिकाकोमा जाँदैछु, प्रशुकोमा है। अनि हामीसँगै जाने हो। अनि हस्पिटल पुगेर पनि सोल्टिनीलाई सामान दिइहालेँ। नानाले चिप्स नुनिलो बिस्किट खानु मन लाग्यो भनेर चाहिँ बिस्किट जुस नल्याइदे भन्दै थियो कि, र पनि खा न भनेर जुस पनि हालिदिएको छु हो। अन्त अहिले आहानको लागि मिठाईहरू किने हो। अन्त फेरि जाँदैछु प्रशुको घर। अनि हामी कहाँ जान्छौँ अब, नेक्स्ट काम छ अर्को काम। अनि तपाईँलाई देखाउँछु आजको मेरो आउटफिट। ओके। सो गाइस म चाहिँ प्रशिकाको घरमा पुगेर पनि एकछिन रेस्ट गरेँ। गफसफ गरेर चाहिँ अलिकति माम खाएँ पेलामा है, किनभने घरबाट केही नखाइ आएको थियो नि त। बिहान त हाम्रो सिङ्लाको गाडी एकदमै छिटो हिँड्छ नि त, सो त्यो भएर चाहिँ भोक लागिरहेको थियो। अन्त त्यसले सब्जी र माम पकाइरहेको थिएछ हो। अन्त म चाहिँ खानु थालेँ त्यसले पस्किदिएर। अनि यसले पनि त्यहाँ म्यागी बनाउँदै थियो, म्यागी र माम खान्छु भनेर। अन्त दुईजना फेरि अब दुईजनाको अर्कै काम छ हाम्रो हो, त्यो चाहिँ म भन्नु सक्दिनँ यो भिडियोमा। अनि हामी गफसफ गर्दै माम खाँदै थिएँ हो। अन्त यहाँ चाहिँ छौ ज्योति दी। अन्त एकदमै मिल्नुहुन्छ हामीसँग है। उहाँ भन्नुपर्दाखेरि चाहिँ प्रशिकाको चाहिँ आमाजू हुनुहुन्छ है, उसको हस्बेन्डको चाहिँ दिदी हुनुहुन्छ। सो गाइस हाम्रो काम साम सकेर पनि हामी अब सिङ्लातर्फ है, घरतर्फ लागेको। अनि तपाईँलाई के कस्तो लाग्यो मेरो नानाको अपडेट भिडियो है। अनि तपाईँले पनि प्रे गरिदिनुहोस्। अब चाहिँ मेरो नानाको डेट आउनु आँटेको छ। अनि तपाईँहरूलाई अब गुड न्युज लिएर अर्को भिडियोमा फेरि भेटौँला। बाई बाई।